यहाँ पाइने वाइड भेराइटी अफ हेलमेट है, यो चाहिँ सुपरम्यान एडिसन, सबै सुपरम्यान एडिसन रहेछ यहाँ स्टर्सको। Wanna clear a bottle of Cabernet. Wanna stay home, not even drink. Wanna get साथीहरू, म चाहिँ हेलमेट लिन आएको थिएँ न्यू हेलमेट हाउसमा। यहाँ चाहिँ सबै भेराइटीको हेलमेटहरू पाउँदो रहेछ। कार्बन एक्जरको कार्बन हेलमेट पाउँदो रहेछ। मैले चाहिँ एमटीको हेलमेट लिएँ, उहाँ चाहिँ हाम्रो साउबा। यो चाहिँ कार्बन फाइबरको है, यो एकदम ब्लुटुथवाला हेलमेट है, यो चाहिँ भित्रै इनबिल्ट सबै हुन्छ यसमा। डबल भाइबर प्लस एन्टी फग सबै हुन्छ यसमा। भनेको तपाईँको सिसामा पाप त्यो पनि बन्दैन। यो सब तपाईँलाई यो भनेको तपाईँको सबै हुन्छ। तपाईँले यसमा पनि इसी डट दुइटै पाउनुहुन्छ, यसमा पनि इसी डट दुइटै पाउनुहुन्छ, यसमा पनि इसी डट दुइटै पाउनुहुन्छ। र दाइले लाउनु भएको यसमा पनि इसीवाला पाइन्छ। तपाईँले मेन भनेको तपाईँको इसी र डट हेर्नु होला। तपाईँको आइसी भनेको चाहिँ नर्मल नेपाली हेलमेटमा हुन्छ। मेन चाहिँ तपाईँको इसीवाला भनेको युरोपियन हेलमेट हो इसीवाला भनेको चाहिँ। तपाईँलाई अर्को कार्बन फाइबरको पनि छ है। कार्बन फाइबरको यो अर्को एउटा ठिक्क रेन्जको छ कार्बन फाइबरवाला। मलाई चाहिँ यो राम्रो लागेको, तर मलाई फेरि कलरै रहेछ, कलर अप्सन पनि भएन, बजेट पनि अलिक माथि भयो क्या। यसमा छ तपाईँलाई दुइटै कार्बन फाइबरै हो। तर यो पुरै फाइबरको यो चाहिँ हल्का फाइबर हो तपाईँको। यो चाहिँ तपाईँलाई 29,000 खर्च पर्छ नेपालमा। यो तपाईँले एकदम मिलाएर यसमा तपाईँलाई एकदम मिलाएर दिनु आउनु होला। यो चाहिँ अलिक सस्तो छ योभन्दा। यो छ तपाईँलाई 24-25,000, यसमा डिस्काउन्ट हुन्छ। यो 28-29,000मा तपाईँले यसमा डिस्काउन्ट हुन्छ। यो चाहिँ तपाईँको कस्तो किन महँगो भाउ हो भने चाहिँ फाइबर हुन्छ। तपाईँको यदि गाडी खेल्दै लड्यो भने केही पनि हुँदैन क्या यसमा चाहिँ। गाडीले किन्नु त यो यसमा क्वालिटी के छ भने दुइटाको वेट किने हो, तर यो हेभी हुन्छ, यो तपाईँको लाइट हुन्छ कि लाइट वेट हेलमेट उचाल्दाखेरि बोकेको फिल हुँदैन क्या यसमा चाहिँ। यसमा चाहिँ तपाईँले बोकेको पनि हुन्छ। यसमा चाहिँ कस्तो केही फरक पर्दैन। र यसमा यो तपाईँले त्यो पनि निकाल्नु मिल्छ। यसको तपाईँलाई यो मन पऱ्यो भने त्यो निकाल्नु सक्नुहुन्छ। तपाईँहरूलाई यो डट बाइकको हेलमेटहरू चाहियो भने नि यहाँ छ है सबै। यसमा एन्टी फग सबै हुन्छ यसमा। यो पनि डबल भाइजर हो तपाईँको। यसको रेट कति छ? यसको रेट पनि भनिदिनु। यसको चाहिँ मार्केट प्राइस त 17,000 हो। यसको प्राइस चाहिँ हामीले चाहिँ 12,000 बेचिरहेको छौँ। यहाँ पाइने वाइड भेराइटी अफ हेलमेट है, यो चाहिँ जे भन्नुहुन्छ त्यही पाउनुहुन्छ। एसएमके भने एसएमके, अब अफरोड हेलमेट चाहियो अफरोड हेलमेट, जस्तो भने त्यस्तो होइन। सस्तो खालको चाहियो भने सस्तो पनि पाइन्छ, हाफ हेलमेट पनि पाइन्छ, स्टर्सको हेलमेटहरू पाइन्छ, अनि यो हेड्स भन्ने कम्पनी पनि पाइन्छ है त। तपाईँहरूले जे खोज्नुहुन्छ त्यही पाइन्छ यहाँ। यहाँ छैन भने पनि उहाँहरूले मगाइदिनुहुन्छ है त। अनि भाइजर चेन्ज हेलमेटमा केही समस्या छ। हेलमेटको लागि हरेक खालको भाइजर, स्टर्सको, एमटीको, त्यसपछि एक्जरको, ग्लोभ्सहरू, अनि त्यसपछि हरेक आइटमका हेलमेटहरू भेगाको हेलमेटहरू, ग्लोभ्सहरू पाइन्छ है त। यहाँनिर रहेछ स्टर्सकै हेलमेटहरू, सुपरम्यान एडिसन, सबै सुपरम्यान एडिसन रहेछ यहाँ स्टर्सको। तपाईँलाई चाहिँ न्यू हेलमेट हाउसमा अहिले नयाँ अफर अफर चलिरहेको छ। अफरमा त हजुरलाई जुन हेलमेट लिनुहोस् तपाईँको 20% अफ छ। तपाईँ जुनै एसएमके, भेगा, एक्जो जुनै हेलमेट लिनुहोस् तपाईँलाई सबैमा चाहिँ स्टर्ट सबैमा चाहिँ तपाईँलाई 20% अफ छ। यो हाम्रो न्यू हेलमेट हाउसमा चाहिँ तपाईँलाई चाहिँ अहिले नयाँ स्पेसल लोकेसन अफर। अहिले हाम्रो चाहिँ लोकेसन भनेको चाहिँ तपाईँको डिप्रेस हो, केबु रोड, एसबिआई ब्याङ्कको अपोजिटमा लुम्बिनी विकास ब्याङ्कसँगै। तपाईँको चाहिँ ठ्याक्क रङ्गशालाबाट लगभग 200 मिटर अगाडि।